नमस्कार मित्रहरू, शुभ बिहानी, शुभ प्रभात। यतिखेर म छु तपाईँको साथमा, तपाईँकै साथी, तपाईँकै मित्र भूपेन्द्र रायमाझी। र यतिखेर म भक्तपुर जिल्लाको बोडे भन्ने ठाउँमा रहेको छु। र तपाईँले यतिखेर देखिरहनु भएको यो साना साना घरहरू चाहिँ काठमाडौँ जिल्लामा रहेको घरहरू देखिरहनु भएको छ। त्यसै गरी तपाईहरूले देखिरहनु भएको छ यो हरियाली चाहिँ भक्तपुर जिल्लामा पर्दछ। मित्रहरू, यतिखेर तपाईँले जुन घरहरू, जुन बस्तीहरू देखिरहनु भएको छ, यो चाहिँ काठमाडौँ जिल्ला पर्दछ भने यहाँ नजिकै तपाईहरूले खोला देख्न सक्नुहुनेछ। म जुम गरेर तपाईहरूलाई देखाउँछु। मित्रहरू, यो खोला चाहिँ मनौरा खोला हो। यो चाहिँ माथि, धेरै माथिबाट चाहिँ बगेर आएको छ। यो कागेश्वरीको, त्यसै गरी शङ्खरापुर नगरपालिका भई बगेर आएको मनौरा खोला हो। र यतिखेर तपाईहरूले देखिरहनु भएको छ एयरपोर्ट, यहाँ प्लेन पनि उडिरहेको छ। म जुम गरेर देखाउँछु मित्रहरू। यो दृश्य तपाईहरूले देखिरहनु भएको छ। यो बिल्डिङ चाहिँ सन सिटी हो, सन सिटी अपार्टमेन्ट। यो चाहिँ कागेश्वरी मनौरा नगरपालिका 9 मै पर्दछ। र यताको यो दृश्य चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट रहेको छ। मित्रहरू, यो सम्पूर्ण घरहरू देखिरहनु भएको छ। यो सबै तत्कालीन गोठाटार हो। गोठाटार कहाँ हो भनेर तपाईहरू मनमा जिज्ञासा लिइरहनु भएको छ भने आज तपाईहरूको जिज्ञासा चाहिँ मैले मेटाइदिएको छु। यो सबै गोठाटार हो। त्यसै गरी मूलपानी हामीले यहाँ देख्न सक्छौँ। यो इलाका चाहिँ मूलपानी इलाका हो। र यतिखेर कागेश्वरी मनौरा वडा नम्बर 7 यहाँसम्मको दृश्य तपाईहरूले देखिरहनु भएको छ। कागेश्वरी मनौरा नगरपालिका वडा नम्बर 7। र यहाँ पानी ट्याङ्की रहेको छ। यो पानी ट्याङ्की चाहिँ कागेश्वरी मनौरा वडा नम्बर 9 मा रहेको छ साथीहरू। यो पानी ट्याङ्की रहेको छ। यो चाहिँ कागेश्वरी मनौरा वडा नम्बर 9। यहाँबाट सरर तल आएपछि यता चाहिँ 7, उता चाहिँ 9। र यो ट्याङ्की भन्दा अलि माथि पुगेपछि कागेश्वरी मनौरा वडा नम्बर 8 आउँछ। त्यसरी हामीले छोटो सानो ढिस्को देखिरहेका छौँ पछाडि। त्यो चाहिँ कपन हो मित्रहरू, त्यो चाहिँ कपन हो। आज अलि ढम्म परेको छ, बादल लागेको कारणले त्यति स्पष्ट देखिएको छैन। मित्रहरूलाई मैले छोटो जानकारी गराएँ। भक्तपुर जिल्लामा बसेर काठमाडौँ जिल्लाको चाहिँ दृश्य देखाएँ। र यहाँ पुल पनि छ। 1 वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको यो पुल। यो पुलले काठमाडौँ र भक्तपुरको सीमा जोड्ने कार्य गरेको छ। र यो मनौरा खोला त तपाईँले देखिहाल्नु नै भयो। ल त मित्रहरू, यस्तै भिडियो हेर्नको लागि तपाईँले मलाई फलो गर्नुभएको छैन भने अहिले यतिखेरै फलो गर्नुहोला। र भिडियोलाई तपाईँले मन पर्यो भने सेयर पनि गर्न सक्नुहुनेछ। र एकजना कृषक आउनु भएको छ यहाँ बारीमा काम गरेर।
देखिहाल्नुभयो। यो सागसब्जी खोला पारी सम्पूर्ण खेतीयोग्य जमिनहरू बस्ती बढिसक्यो भने अब खोलावारी भक्तपुर जिल्लाको भाग बाँकी छ र यहाँ पनि अबको 2-4 वर्षमा घरै घर भरिन्छ होला भनेर हामी अनुमान गर्न सक्छौँ। भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।